कान्छो मामाको जेठो छोराको बर्थडे परेकोले आज म मेरो मामा घर जाँदैछु। यातायात व्यवसायको अनिश्चितकालीन हडताल भएको हुनाले भाइ स्वयं आएर मलाई स्कुटर चलाउन आग्रह गर्दै हाम्रो यात्रा खैरेन्छ जमौलीदेखि महानगर भरतपुरसम्म। भ्लग हाम्रो सुचारू छ। अब हामी महेन्द्र राजमार्गमा आइपुग्यौँ। पूर्व पश्चिम राजमार्ग। गाडी हामी अगाडि आइसकेका छौँ ज्यामिरे भन्ने ठाउँमा। हामी देख्न सक्छौँ पब्लिक ट्रान्सपोर्ट आज केही पनि चलेको छैन। सबै प्राइभेट कि त कुनै आफ्नै भेहिकलहरू मात्र चलिरहेछ। मालवाहक गाडीहरू बाइकहरू खसै केही चलेको छैन आजको दिनमा। वर्षपछि चलाउँदैछु। 2 वर्षपछि उहाँले स्कुटर चलाउँदै हुन्छ रमाइलो। हाइवे ल हामी अब टाढी बजार आइपुग्नु लाग्यो। टाढी बजार चाहिने मेरो नि हातमा छिटो गाडीले थालेको छिटो ल म अहिले स्कुटर चलाइरहेको छु। गाइड्स हामी टाढी आइयो नि टाढी बजारमा टाढी टु माडी। चियाको भइरहेछ। स्काई ब्रिज सौरा चोक आइएको छ। यहाँ गैँडाको मूर्ति पनि देख्न सकिन्छ। सो सौरा जाने बाटो चाहिँ यही हो गाइस। सौरा जाने बाटो।
हामी भरतपुरतिर चल्दै यहाँबाट 8 किलोमिटर जति छ टाढा गाइज। यो खोलाको नाम चाहिँ नि खङ्गेरी खोला रहेछ। खङ्गेरी खोला गाइज, यो हाम्रो खङ्गेरी खोला भन्नु। यहाँ अलिकति हरियाली देख्न सकिन्छ। बर पिपल सानो ड्याम पनि छ यहाँ। उता पर माछा मारिरहेछन्। ठाउँ रमाइलो छ। हेर्न सक्छ थोरै हरियाली जङ्गल अब आइपुग्नु लाग्यो। जङ्गलको एरिया अब सुरु हुनु लाग्यो। यसलाई टिकौली जङ्गल भन्छ। टिकौलीको जङ्गल। हजुर के को अवस्था अरे? ल रत्ननगर नगरपालिका वडा नम्बर 9। अनि यहाँ माछा पालन गरिन्छ गाइज। यहाँ माछा पालनहरू छ। सायद त्यहाँ केही एक्सिडेन्ट भयो जस्तो छ। मान्छेहरू भेला भएका छन्। ओ राम्रो। गइडा हेर्नुहोस् नदेखि नै अगाडि गइडा के छ? भालुभन्दा पनि यहाँ बढी गएर आउँछ। बाँदर पनि देखिँदैन यहाँ रात भोलि के भयो लगाइ टिकौली जङ्गल सकियो। सकिएको अवस्था टिकौलीको जङ्गल चेकिङमा झन्डै चेकिङमा हाने हो। हामी अब
मान्छेले के गरेको यो अगाडि जाने कोपेल हामी त हैन मान्छेले के गरेको बाटै छिरेर बस्दैछ त यो हाम्रो भरतपुर सहर भरतपुरबाट भरतपुर सहर रेणुदाल सहर हुन्छ अहिले त मोबाइल भाषा बाबा रेणुदाल जिन्दाबाद भन्छ लालसभा भन्छ के भन्छ हो मलाई थाहा छैन हो गाउँ जस्तो होइन छोरीको काम चाहिँ सराहनीय छ सराहनीय छ यो राम्रो काम हो यो भनेको राम्रै हो चौबिस कोटी हस्पिटल रोड के भन्छ यसलाई है हामी जाँदैछौँ हामी अहिले हस्पिटल रोड भन्छ हस्पिटल रोड यहाँबाट भित्र यो साइडको रोड यहाँबाट हामी हस्पिटल रोड जान्छौँ चौबिस कोटी ठ्याक्क यता माडी साइड माडी गीतानगर चनौली कता कता हो यहाँ यता साइडतिर जान मिल्छ हामी माथि जाँदैछौँ गैँडाकोट चाहिँ अब नानघाट बजारबाट जान्छ हामी चाहिँ यो रोड ब्लक रोडहरू त्यहाँबाट जाँदैछौँ अब वीरेन्द्र क्याम्पस रोड शीतल पार्क है अब हामी यो वीरेन्द्र क्याम्पस रोड के हो सिक्सलेनमा कतातिर हामी त भित्र जाँदैनौँ हामी रहेछ मिनबहादुर गुरुङ हाटभट्टी मिल्छ मिनबहादुर गुरुङ यो हामी हिँड्दैछौँ हामी नानघाट बजार आइपुग्नु लाग्यो हेलो गाइजहरू हामी नानघाट बजार लाइन चोक लाइन चोक होइन त भाइ कार्पेट कार्पेट कतातिर हो अगाडि दाहिनेपट्टि होटेल कार्पेटमै यहाँ रहेछ ल यहाँ हुन्छ हाम्रो इन्टरभ्यू के हुनु पर्ने होइन ब्याङ्क पैसा चाहियो भने हामी यो मन्डीतिर लाग्यो क्या हो शहीद चोक आउन शहीद चोकतिर हो यो लाइन चोक नै हो मोबाइल पसलहरू तपाईँहरूलाई मोबाइल चाहियो भने ए टु जेड मोबाइल हाउस इन्द्रदेव मार्ग नानघाट कहाँ अरे शहीद चोक होइन गाइजहरू हामी हिँडेको अवस्था दाल चोक हाम्रै गरेको है हाम्रै गरेको यतिको भनेको त अब के भन्छ हामी कहाँ आइपुग्यौँ त शहीद चोक आयो शहीद चोक लगायो शहीद चोक आएको अवस्था उतातिर गैँडाकोट जाने बाटो होइन
नारायणीको पुल, नारायणी नदी, बोट पनि चलिरहेछ, बोट पनि चल्दो रहेछ, बोट पनि चल्ने रहेछ है। कहिलेदेखि हो? जाँदैन हामी हेर्न मात्रै। ल राम्रो यसले चाहिँ व्यापारिक केन्द्र बनेको छ यो ठाउँ। ल भाइ अब आम त नि यतातिर यसो अगाडि जाऊ, अगाडि प्रतिमा छ, तिमी अगाडि जाऊ। पुल हो नारायणी पुल। नारायणी पुल। ल यसो सरेर हेर, मोटर बोट पनि छ हेरौँ है। मनोरम दृश्य छ, हरियाली छ, हरियाली छ भन्नु पर्यो, हरियाली त छैन नि यहाँ त। यता वरिपरि छ। यसले जो हामीलाई चाहिँ मुम्बईको बिचको चाहिँ याद दिलाउँछ होइन। यहाँ हाम्रो भाइ, हामी सुरेश भाइ आइटी इन्जिनियर, हामी अब भाइसँगै एउटै साथी भएपछि घुम्नलाई नि मजा आउँछ होइन। मन मिल्नु पर्यो। बुद्धको शालिग यहाँ रहेछ। ल मान्छेहरू पनि छ, भिड। अब यतातिर लागौँ। नारायणी नदीको कलकलाउँदो पानी देख्न सक्नु हो, शान्त अवस्थामा छ। यो त बेला उर्लिएर आउँछ। यो त फेरि पानी परेपछि त फेरि नाटै उडाइदिन्छ नि यसले। गौतम बुद्धको प्रतिमा नै ढाक्रिन्छ, पुरै डुबाइदिन्छ। बोट चल्दो, मोटर बोट हेर्न जाने त तलतिर देखेकै छैन, देखिँदैन हो। झन्डा अङ्कित मोटर बोट। ल नेपाली राष्ट्रिय झन्डा ल फरफराउँदैछ। यो ठुलो पर्यटकीय गन्तव्यको रूपमा यो चिरपरिचित भइरहेको छ आजकल। मान्छेहरू टाढा टाढाबाट यो बोटिङको एक्सपिरियन्स लिन पनि आउँछन् यहाँ। ल भाइ लाग्ने त हामी अब यसो खानपान गरेर जाउँ भन्ने मलाई लागिरहेको छ। ल लागौँ त नि है त। यो हरियाली दृश्य देखाउँदैछु। पारी नलपरासी हो, नलपरासी जिल्ला। उता पारीतिर नलपरासी हो। अक्सफोर्ड कलेज ऊ यहाँनिर छ। ल हेर्नु अब टाढाबाट देखाउँदैछु, अब नजिक नगए नि ढिलो भयो। सकेसम्म अब आउने प्रयासमा टाढो आएर हजुरहरूलाई राम्रो दृश्य देखाउँदैछौँ है त। ल बाई।